जिसुबाट सबैलाई आज वचन सुन्ने होइन त आउनुहोस् हामीहरू मिलेर प्रभु परमेश्वरका केही स्तुति भजनहरू सुनौं। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन भजन संग्रहको अध्याय 41 अनि पद संख्या 1 बाट लिएको छु। अनि आजको यस वचनले भन्दछ, धन्य हो त्यो मानिस गरीब र दुखीमाथि ध्यान राख्ने, कुदिनमा प्रभुले उसलाई बचाउनु हुनेछ। धन्य हो त्यो मानिस गरीब र दुखीमाथि ध्यान राख्ने, कुदिनमा प्रभुले उसलाई बचाउनु हुनेछ। आमेन। आउनुहोस् मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू अनि मेरा प्यारा साथीहरू, आजको यस वचनको लागि परम प्रभुलाई धन्यवाद दियो। आमेन। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन।